विभिन्न कारण बेला बेलामा पेट्रोलियम पदार्थमा हुने अभावका कारण सर्वसाधारण मर्कामा पर्ने गरेका छन्। अत्यावश्यक वस्तुभित्र पर्ने पेट्रोलियम पदार्थमा हुने गरेको अभावका कारण महँगो मूल्य तिरेर पनि पेट्रोल पाइएको अवस्था छैन। काठमाडौँमा हरेक दिन 350 केल पेट्रोल तथा 550 केल डिजेल आवश्यकता पर्छ। तर माग अनुरूप पेट्रोलियम पदार्थ भित्रन नसक्दा सर्वसाधारणहरू पेट्रोलियम पदार्थको अभाव खपिरहेका छन्। कहिले पेट्रोलियम पदार्थमा कमिसनको माग गर्दै त कहिले मजदुरलाई क्षतिपूर्तिको माग गर्दै बेला बेलामा हुने गरेका पेट्रोलियम पदार्थको अभावको प्रत्यक्ष असर बिहोर्नुपर्ने सर्वसाधारण नै हुन्। माग अनुरूपको पेट्रोल स्टक राख्न नसक्दा बेला बेलामा पेट्रोलको अभाव हुने गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बताएको छ। कति स्टक हाल्नु पर्ने, कसरी डिस्ट्रिब्युसन गर्नुपर्ने, स्टक मेन्टेन गर्नको लागि त्यो पूर्वाधारहरू के र त्यो जो बसेको छ त्यसलाई स्टक मेन्टेनलाई के कारणले गर्दाखेरि चाहिँ मेन्टेन भइरहेका छैन, पूर्वाधारको कारण हो कि त्यो सबै कुरा निगमले त्यसलाई मेन्टेन। पेट्रोलियम पदार्थमा 5% को कमिसनको माग गर्दै पेट्रोलियम डिलर्सले पेट्रोल ठप्प पारेको थियो। सरकारले पेट्रोलमा 2.85 तथा डिजेलमा 2.10% कमिसन बढाएपछि पेट्रोल डिलर्सले आन्दोलन स्थगित गरेको महिनौं बितिसकेको छ। तर पनि बजारमा पेट्रोल अभाव कायमै देखिएको छ। केही दिन पेट्रोलियम पदार्थ आयात हुन नसक्दा तथा पेट्रोल अभाव हुने डरले पेट्रोलको माग सामान्य समयको तुलनामा बढी भएको कारण पेट्रोल अभाव भएको आयल निगमको भनाइ छ। अलिकति कमी होला हैन, र चाहिँ त्यसले गर्दाखेरि दुःख पाइएला भन्दा चाहिँ उनीहरू अलिकति सचेत भएर त्यो गरे मात्रै हो। त्यसैले चाहिँ तपाईको त्यो अनुसार चाहिँ तपाईको सर्टेज भएको त हुँदै होइन। र चाहिँ कुनै पनि पम्पमा अहिले जस्तो यो चाहिँ तपाईँ कोर एरिया हैन, जस्तो चाहिँ तपाईको भद्रकाली भन्नुहोस् हैन, कालीमाटीहरू तपाईको चाहिँ नक्साल, यिनीहरूमा चाहिँ अब अलिकति लाइन देखिन्छ भने मतलब यिनीहरू असाध्यै धेरै बिक्री हुने चाहिँ ठाउँहरू हुन्। त्यसैले त्यहाँ केही चाहिँ लाइन देखिन स्वाभाविकै हो। रक्सौलमा प्राविधिक कारण पेट्रोलियम पदार्थ ढुवानीमा आएको कठिनाइका कारण पेट्रोल अभाव भएको हुन सक्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बताएको छ। केही समय विभिन्न कारण पेट्रोलियम पदार्थको आपूर्ति हुन नसके पनि अबको 2-3 दिनमा पेट्रोलियम पदार्थ सहज हुने एसोसिएसनले दाबी गरेको छ। प्राविधिक कारणले बन्द भएको चाहिँ अब रक्सौलबाट चाहिँ पेट्रोलियम पदार्थ आउन थाल्यो र अहिले जुन व्यवसायले गर्ने भने हडताल आन्दोलन त्यस्तो पनि स्थगित भइसकेको छ। त्यसकारणले अब 2-3 दिनमा नै तपाईको चाहिँ पेट्रोलियम पदार्थको सहज हुन्छ। अत्यावश्यक वस्तुभित्र पर्ने पेट्रोलियम पदार्थको अभाव हुन नदिन अत्यावश्यक ऐन सरकारले लागू गरे पनि यो व्यवहारमा लागू भएको देखिँदैन। पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा नै किन नहोस्, अत्यावश्यक वस्तुमा हुने अभावलाई रोक्न सरकारले ठोस कदम चाल्न आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कुणाल श्रेष्ठका साथ त्रिगुडा भट्टराई, काठमाडौँ।